हेलो गाइस, नमस्ते। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ त? म एकदम सन्चै छु। मैले चाहिँ सानो भिडियो बनाइरहेको छु है। अनि तपाईहरुलाई कस्तो लाग्छ भिडियो है? मन परे लाइक शेयर सब्स्क्राइब गरिदिनु होला हैन। अनि आजको मैले दिउँसोको खाना चाहिँ के बनाएको छु भन्ने चाहिँ तपाईहरुलाई म देखाउनु छु गाइस है, हेर्नुस् होला। ल गाइस, आजको मेरो खाना चाहिँ दिउँसोको यसमा चाहिँ मैले भात पकाएको छु है। यो चाहिँ करेला मैले भुटेको छु हैन। म र भाइ मात्र हो नि त, आमा चाहिँ हुनुहुन्न नि त हैन। अनि यसमा चाहिँ मैले दाल बनाएको छु चनाको। अनि यसमा चाहिँ मैले अचार बनाएको। यो अचार चाहिँ के को भन्दा चाहिँ करी पत्ता हैन, तिल अनि टमाटरको बनाएको। अनि म र भाइलाई मात्रै बनाएको, आमा पनि दिदी घर जानुभएको छ, हुनुहुन्न। अनि म र भाइ मात्रै लन्च लिँदै है। अन्त अब म चाहिँ खाना स्टार्ट गर्नु उठेको है गाइस। तर म एक्लै छु है, भाइ स्कुल गएको छ, नानी पनि स्कुल गएको छ, आमा पनि छैन हो। अन्त म चाहिँ अब खाना स्टार्ट गर्नु गरेको गाइस हैन। ल गाइस, मैले चाहिँ खाना स्टार्ट गरेर है। यो चाहिँ मेरो खाना करेला अचार दाल, अन्त यसमा चाहिँ अन्डा पनि छ गाइस हैन। ल गाइस, मैले चाहिँ खाना चाहिँ एकदम तातो थियो है। अन्त म चाहिँ एक्लै थिएँ है। ल गाइस, मैले चाहिँ खाना खाएँ है। अनि तपाईहरुले पनि खानुभयो होला है आजको लन्च हैन। ल साथी, मैले खाना पनि खाइसकेँ है। तपाईलाई आजको भिडियो कस्तो लाग्यो? मन पऱ्यो लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। बाई बाई, फेरि अर्को भिडियो लिएर आउने छु।